जित त कन्फर्मै छ हैन, तर अलिकति प्रतीक्षा गर्दैछौँ एक विकेटको लागि। गेम त्यो गेम सुरुमा त अलिकति समस्या नै थियो, हामीलाई पनि सोच्न मजबुर भएका थियौँ कि के होला नतिजा भनेर, तर धेरै राम्रो रह्यो। धैर्यताले धेरै कुराको जवाब दिन्छ र आज हाम्रो प्लेयरहरूको धैर्यता र निरन्तरताले यहाँसम्म पुगाइदिएको छ। म हाम्रो प्लेयरहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एक्चुअली कुरा त सही हो, तर गेममा जितको लागि स्कोर म्याटर गर्दैन, गेम प्ले म्याटर गर्छ। गेम त 50 रनको पनि हुन सक्छ, तर ल हेर्दा हेर्दै हाम्रो प्लेयरहरूले गेम जितिसक्यो। ल बधाई छ, धन्यवाद।